भन्छु त्यो अनुसार आफूले आफ्नो दिमागलाई सोच्नुहुनेछ, निर्देशन गर्नुहुनेछ। आफ्नो पूरा ध्यान तपाईको मन र आफ्नो श्वास प्रश्वासमा मात्रै हुनेछ है त। ओके, आवाज सुन्नु पर्दैन, यहाँ आवाज आइरहेको छ। तपाईहरुले आफ्नो आँखा बन्द गरिराख्नु भएको छ। तपाई यो संसारको यो सुन्दर धरतीमा हुनुहुन्छ। तपाई कति भाग्यमानी हुनुहुँदो रहेछ। तपाईका माता पिताले तपाईलाई जन्म दिनुभयो, लालन पालन गर्नुभयो, पढाउन स्कुलसम्म हरेक मेहनत गरेर पठाइराख्नु भएको छ। तपाईहरुले आँखा बन्द गरिराख्नु भएको छ, मैले देखिरहेको छु। आफ्नो ध्यान आफूमा मात्रै राख्नु भएको छ। तपाई आफ्ना गुरुहरुबाट शिक्षा आर्जन गरिराख्नु भएको छ। तपाई आफ्ना साथी भाइहरुसँग मिलेर आफ्ना जीवनका कुराहरु शेयर गरिराख्नु भएको छ। तपाई यो धरतीलाई मनै धन्यवाद गरिराख्नु भएको छ। नेपाल भूमि आमालाई धन्यवाद गरिराख्नु भएको छ। तपाईले आफ्ना जन्म दिने माता पितालाई धन्यवाद गरिराख्नु भएको छ। तपाईलाई हुर्काउने, बढाउने, पढाउने तपाईका दाजु दिदी, हजुरबा हजुरआमा सबैजना, साथै स्कुलका गुरुवर्गहरू र तपाईका प्यारा साथीहरूलाई मनै धन्यवाद दिइराख्नु भएको छ। किनकि तपाईलाई आजको दिनसम्म उहाँहरूले यो सुन्दर धरतीमा हरेक कुरामा साथ र सहयोग गरिराख्नु भएको छ। तपाई आफूलाई भाग्यमानी सोचिरहनु होला। तपाई किनकि यति भाग्यमानी भएर यो सुन्दर ड्रेस लगाएर, यति राम्रो चिटिक्क बनेर, आमाले पकाएको खाना खाएर, बुवाले कमाएर ल्याएको फी तिरेर तपाई स्कुलमा हुनुहुन्छ। तपाईका गुरुहरूले तपाईलाई पढाउनु भएको छ। तपाईकै भविष्य बनाउनको लागि तपाईको माता पिता, तपाईका गुरुहरू र तपाईका साथीभाइहरू सबै लाग्नु भएको छ। यो केवल तपाईको लागि हो, केवल तपाई एकजनाको लागि हो, केवल मेरो लागि। मलाई सबैले यत्रो पुण्य गरिरहनु भएको छ भनेर ती सम्पूर्णलाई धन्यवाद गरिरहनु भएको छ। र तपाई बिस्तारै बिस्तारै ती सम्पूर्ण तपाईलाई जन्मदेखि आजको दिनसम्म साथ दिने, सहयोग गर्ने, सपोर्ट गर्ने, सिकाउने, बुझाउने, पढाउने सबैलाई अन्तर्हृदयदेखि मनबाट धन्यवाद गर्दै आफूलाई भाग्यमानी छु, म गर्न सक्छु भन्ने सोचका साथ आफ्ना दुईटा हातहरू अगाडि रगड्नु हुनेछ। आफ्ना दुईटा हातहरूलाई रगड्नु हुनेछ। हातबाट आएको त्यो तातो आफ्ना आँखामा लगाउनु हुनेछ, आफ्नो फेसमा लगाउनु हुनेछ र ती हत्केलालाई पहिलो नजर